हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना ठिकै हुनुहुन्छ होला। म पनि एकदम ठिकै छु। आफ्टर लङ टाइम पछि फेरि आज नयाँ भिडियोको छ। आज हामी चाहिँ माथि यता चाहिँ हामी छिर्न लागेको छ। सो यता छिर्नको लागि इन्ट्री गर्नुपर्छ रहेछ। ए पछाडिबाट ए हुन्छ हस्। मोबाइल लिएर पाउँदैन ए कि त यता स्क्याम हुँदो रहेछ। मोबाइल लिन पाउँछ कहाँ बाहिर पुरा सिधा सिधै हो हुँदैन। यहाँ चाहिँ हेर्दाखेरि चाहिँ ठाउँ नि एकदम पर्फेक्ट बनाएको छ। पहिलाको जो 72 सालमा भूकम्पमा खसेको धरहरा भन्दा चाहिँ खासै त्यस्तो त्यति बेटर चाहिँ छैन। एज अ गुड जस ठिकै छ। यता पार्किङ बनाएको रहेछ। सो अनि यो वालहरू भयो अनि उता पानीको एउटा फहरा के भन्छ त्यसलाई म ठ्याक्कै एक्सप्लेन गर्न सकिनँ। यो गार्डनहरू बनाएको रहेछ। सो एकदम ब्युटिफुल बनाएको छ। जस टिकट चाहिँ स्टुडेन्टहरूलाई चाहिँ 100 मात्रै अनि जो आम नागरिकहरू छ नि उहाँहरूलाई चाहिँ 200 रहेछ। सो हाम्रो चाहिँ हामी अङ्कल म हजुरबाउ अनि आन्टी गएको थियौँ। हाम्रो चाहिँ लगभग कति लग्यो 500 जति लग्यो जस्तो लागिरहेको। सो जस गुड छ एकदम राम्रो छ भनौँ होइन। पहिलाको जस्तो बेटर चाहिँ छैन। एज अ जस राम्रै छ ठिकै छ। तै पनि रमाइलो छ। ए द यहाँ बस्ने बनाउनु लाग्यो नि अब। ए माथि यो कहाँ के रहेछ यो रारा धरहरा रे। नेपालको के अरे यो सेतो टावर अगाडि वेलकम सेतो टावर। कृपया लिफ्टमा जान लाइनमा बसिदिनु होला, धन्यवाद। डेन्जर लाग्यो। काम राम्रो के गर्नु हो केही नसोच्ने माथि ल अनि मास्क लगाएर बस्नु भएको नि। आफ्टर 1 इयर पछि बेसी ब्लगमा त लगभग 1 वर्ष भयो। च्यानलै डाउन भएको। आज नयाँ च्यानल हाल्ने ऊ 20 पुग्यो त। म त सुटीमा चाहिँ हड्डी जानु पर्ने हो।
ल घुम्यो वरिपरि हेर्ने त हो हेर्ने हो मजाले त्यो काँदै वरि हामी आउनु लाग्यो अफ देयर यो धराहरा हो होइन हामी यहाँ पहिलोचोटि धराहरामा चलेको धराहराबाट सेतो टावर तपाईँले देख्नु देख्नु भएको छैन भने यो सेतो टावर टक्क यहाँ होइन पर सहर देखिँदो रहेछ टाइम पास गर्न आउनु होला कहाँनिर हो पहिलाको धरहरा यही हो कहाँ हो यसको पहिले यहाँबाट फर्स्ट एउटा मान्छे बच्यो है यो ढलेर ओल्ड रेकर्ड राख्ने टिकटक बनाइदिनु म बेकार हो आन्टी अरू फोटो क्वालिटी हो भन्दा राम्रो त आजकल एन्ड्रोइडको